ओके अब क्लास 12 को डेरिभेटिभ लेसनबाट वान अफ द एप्लिकेसन अफ डेरिभेटिभ रेट मेजर है त। अब रेट मेजर भने चाहिँ सुरुमा चाहिँ अब के हो भने नि अब यो चाहिँ कुनै पनि अब सपोज एक्स थोकको अब विथ रेस्पेक्ट टु टाइम कति चेन्ज भइरहेछ यानि हरेक सेकेन्ड कति चेन्ज भइरहेछ त्यो ओ त्यसको हामीलाई मेजरमेन्टलाई अब हामी रेट मेजर भन्छौँ। अब यो एक्स भनेको चाहिँ एरिया हुन पायो, डिस्टेन्स हुन पायो, भोल्युम हुन पायो, डेप्थ हुन पायो, जही पनि है। अब यसमा चाहिँ अब हामीले के युज गर्ने हो भन्दा डेरिभेटिभ। अब लाइक अब हाम्रो डेरिभेटिभले चाहिँ अब के भन्छ जस्तै अब भेलोसिटी पनि हुन पायो है। अब चेन्ज इन डिस्टेन्स भनेको हामीले फिजिक्समा नत्र क्लास 9-10 मै पनि है पढेको हुन्छौँ के अरे भेलोसिटी भनेको के हो, चेन्ज इन के अरे रेट अफ चेन्ज इन डिस्टेन्स हो है, यानि डिएस डिस्टेन्स चेन्ज इन डिस्टेन्स बाई डिटी चेन्ज इन टाइम हो भनेको के भयो डिस्टेन्स ट्राभल्ड बाई टाइम टेकन भने जस्तै हो नि त यो। अब जस्तै अब इक्जाम्पल पनि लिउँ है। अब हाम्रो फर्स्ट प्रिन्सिपल अफ डेरिभेटिभ हामीले क्लास 11 मा कसरी गरेका थियौँ डिएक्सएच प्लस के अरे माइनस डिएफ एक्स प्लस एच बाई डिएक्स बाई एच गरेका थियौँ होइन। अब यो यतिबाट आएको भन्दा हुन्छ है। अब यसमा चाहिँ अब हामी के गर्छौँ भन्दा यसलाई चाहिँ हामी कसरी रिप्रेजेन्ट गर्छौँ भन्दा एफ टी प्लस डेल टी माइनस एफ टी बाई डेल टी भनेर क्या। जस्तै अब एफ टी भनेको चाहिँ अब यहाँ डिस्टेन्सको इक्वेसन छ। अब यो टी टाइममा चाहिँ कति डिस्टेन्स हुन्छ त्यो भने जस्तै अब यो अलिक थ्योरीतिर नपसौँ म उल्टै फेरि म थ्योरीमा पनि त्यति राम्रो चाहिँ होइन, अलिक के बोलिरहेको जस्तो भइरहेछ होला सबलाई किनकि यो चाहिने त होइन। ओके अब डाइरेक्ट एक्सर्साइजतिर जाउँ है त। र अब एक कुरा है अब हामी चाहिँ अब यो स्क्रिनमा देखाएकै क्वेसन गर्दैछौँ होइन। अब योभन्दा एक्स्ट्रा पनि केही डाउट छ अब सेट बुकको सब सल्भ गर्दै त भन्ने छ भने मुनि भन्दा हुन्छ। अनि अर्को अब यो मजाले म गिभनहरू लेखेर चाहिँ म गर्दिनँ, मलाई राम्रो गिभन लेख्न आउँदैन त्यो पनि कुरा हो है। अनि अर्को भनेको थोरै अलिक झन्झट हुनसक्छ त्यसरी गर्दाखेरि है। त्यही भएर म चाहिँ के गर्छु भन्दा डिस्क्रिप्सनमा पनि पिन कमेन्टमा पनि म यो क्वेसनहरूको सोल्युसन अनि म प्रपर कसैलाई गिभन लेख्न सक्नेलाई लगाएर म गिभन लेखेको सोल्युसन हालिदिन्छु डाउनलोड लिङ्क पिडिएफको। प्लस म भिडियोको अन्तिममा यो सब क्वेसनहरूको सोल्युसनको फोटो एकछिन 2-3 सेकेन्डको लागि मैले प्ले गरिदिएको हुन्छु है त सब क्वेसनको। ओके अब स्क्रिनमा देखिरहेछ हामी कुन क्वेसन गर्नेवाला छौँ भनेर। ओके सो अब फर्स्ट नम्बरको के अरे फर्स्टको त्यो इजी क्वेसनबाट चाहिँ थालौँ है त। ओके अब फर्स्टमा चाहिँ अब फर्स्टको क्वेसनमा के दिएको छ भने हामीले भेलोसिटी र एक्सेलरेसन दिनुपर्ने फ्रम क्यालकुलेट गर्नुपर्ने फ्रम डिस्टेन्स। अब यसमा चाहिँ अब त्यो डिस्टेन्स कभर चाहिँ अब टाइम टी सेकेन्डमा छ अरे मेजर है। अब यसमा टी भनेको चाहिँ टाइम अरे इन सेकेन्ड्स। अब डिस्टेन्स कभरको इक्वेसन चाहिँ कस्तो दिएको छ भन्दा 2t क्युब माइनस 5t स्क्वायर प्लस 6t प्लस 9 यस्तो दिएको छ अरे। अब यसको अब हामीले अघि मैले के भनेको थिएँ भन्दा चेन्ज इन डिस्टेन्स विथ रेस्पेक्ट टु टाइम भनेको चाहिँ अब के हुन्छ भेलोसिटी हुने गर्छ। अब फेरि चेन्ज इन भेलोसिटी बाई चेन्ज इन टाइम भनेको चाहिँ के दिने गर्छ एक्सेलरेसन दिने गर्छ। ल अब बुझ्नेले यो क्वेसन पहिले गर्न आएको हुन्छ त्यही पनि योभन्दा अगाडि नआउने तर बुझ्ने खालको मान्छेले चाहिँ अब यो कसरी गर्ने भनेर बुझिसक्यो होला। भनेपछि यसलाई के गर्ने सुरुमा त डेरिभेटिभ विथ डिफ्रेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु टी गर्नु पर्यो है। भनेपछि डिएस बाई डिटी। अब यता साइडको डेरिभेटिभ के हुन्छ 2 कन्स्ट्यान्ट बाहिर टी क्युब भनेको के हुन्छ 3t स्क्वायर हुने गर्छ माइनस माइनस अब 5 कन्स्ट्यान्ट बाहिर निक्ल्यो। अब टी स्क्वायर भनेको के हुन्छ 2t हुने गर्छ। त्यसै गरी प्लस 6 इन्टु टी भनेको के हुने गर्छ डेरिभेटिभ 1 हुने गर्छ र 9 भनेको के हुन्छ कन्स्ट्यान्ट भनेपछि 0 हुने गर्छ। र एक कुरा है कतिजना म यसमा अझै पनि क्लास 12 मा आएर पनि कन्फ्युज भएको देखिरहेको छु। यो 9 0 भयो किनकि अब यसमा कुनै पनि भेरिएबल छैन, यो कन्स्ट्यान्ट मात्र छ त्यही भएर अब यो कन्स्ट्यान्टको डेरिभेटिभ 0 भयो। तर अब यो 6 को डेरिभेटिभ किन 0 भएन भन्दा अब यो 6 मात्र त कन्स्ट्यान्ट हो तर यो एस अ होल 6t भनेको चाहिँ भेरिएबल हो। अब यसमा हामी यो कन्स्ट्यान्टलाई बाहिर निकालिदिन्छौँ र भेरिएबल पार्टलाई हामी डेरिभेटिभ भन्ने गर्छौँ हो। त्यो मेन कुरा हो है त। मैले अझै पनि कतिजना कन्फ्युज भएको देखिरहेको छु यसमा। अब भनेपछि डिएस बाई डिटी हाम्रो के हो भेलोसिटी हो है। भनेपछि अब यो ब्र्याकेट खोल्दा के हुन्छ 3 to the 6 t स्क्वायर माइनस 5 to the 10t प्लस 6 भयो है। अब यसमा भेलोसिटी एट टाइम t इक्वल्स टु 3 सेकेन्ड भनेको छ है त। भनेपछि यसमा अब हामीले टाइम 3 हाल्दाखेरिको भेलोसिटी निकाल्नुपर्ने। भनेपछि वेन t इक्वल्स टु 3 भेलोसिटी भनेको कति हुन्छ 6 इन्टु 3 स्क्वायर माइनस 10 इन्टु 3 प्लस 6। अब यो सिम्पल अर्थमेटिक भन्छ होला होइन यस्तो क्यालकुलेसनलाई यो गर्न त सिकाउनु पर्दैन होला। 3 3 9 9 6 54 माइनस 10 3 30 प्लस 6 भनेको कति भयो 24 प्लस 6 30 र भेलोसिटी भनेको मिटर पर सेकेन्ड है।
अब त्यसै गरी अब भेलोसिटीको हाम्रो इक्वेसन के आयो त 6t² माइनस 10t + 6। अब यसलाई हामीले फेरि डेरिभेटिभ विथ रेस्पेक्ट टु टाइम गऱ्यौँ भने हाम्रो के आउँछ एक्सेलरेसन आउँछ है। भनेपछि अब हामीले फेरि डेरिभेटिभ विथ रेस्पेक्ट टु टी गर्नु पऱ्यो। यानी dv/dt भनेको के आयो त अब 6 बाहिर निक्ल्यो, t² भनेको के हो 2t माइनस 10t भनेको डेरिभेटिभ 1, 6 को डेरिभेटिभ 0 भनेपछि यो के भयो 12t भयो माइनस 10 भयो। अब यसमा यो भनेको एक्सेलरेसनको इक्वेसन आयो। अब यसमा t = 3 हाल्यौँ भने हाम्रो एट द टाइम 3 को एक्सेलरेसनको भ्यालु आउँछ। त्यो के भयो त a = कति भयो 12 × 3 माइनस 10 भनेको कति भयो 12 3 36, 36 माइनस 10 भनेको 26, 26 अब मिटर पर सेकेन्ड स्क्वायर। सेकेन्ड त अब भनेको छ है टाइम टी सेकेन्ड्स भनेर, तर अब यहाँ मिटर भन्दा पनि युनिट लेख्नु पर्यो है त, किनकि अब यहाँ डिस्टेन्सको युनिट चाहिँ भनेको छैन है, मैले यो सानो मिस्टेक गरेछु, माई ब्याड। अलिक धेरै फिजिक्स गर्ने बानी भएर एसआई युनिट हाल्दिने बानी लागेछ। ओके अब नेक्स्ट क्वेसनतिर जाउँ है त। ल अब यो सेकेन्ड क्वेसन अर्को क्वेसनमा जानुभन्दा अगाडि चाहिँ हाम्रो के भन्छ भन्दा नि एक कुरा चाहिँ अब हामी याद गरौँ है त। अब रेट भनेको अब चेन्ज इन अब जस्तै एक्स भनेको डिस्टेन्स छ है, अब चेन्ज इन डिस्टेन्स भनौँ भने त्यो चाहिँ के हुन्छ dx मात्र हुन्छ। र अब रेट अफ चेन्ज अफ डिस्टेन्स वा रेट अफ चेन्ज इन डिस्टेन्स भनौँ भने चाहिँ के हुन्छ dx/dt हुने गर्छ है त। डिभाइड बाई चेन्ज इन लेन्थ गऱ्यौँ भने चाहिँ रेट भन्ने गर्छौँ हामी त्यसलाई है त। ल अब नेक्स्ट क्वेसनतिर जाउँ। अब यसमा के भनेको छ भन्दा इफ द भोल्युम अफ द क्युब इज इन्क्रिजिङ एट अ कन्स्ट्यान्ट रेट भन्नु है त, भनेपछि के हो d/dt हुन्छ। अब सोल्युसन लेखेँ है त। अब यहाँ गिभन दिनुपर्छ है त, जस्तै भोल्युम अफ द क्युब हामीले बिलेट गऱ्यौँ, त्यसै गरी अरू के हामीलाई चाहिएको छ सर्फेस एरिया, यहाँ क्युब भनेको छ है त, सर्फेस एरिया अफ क्युब भनेको हामीले एस सपोज गऱ्यौँ, अनि लेन्थ अफ एज अफ क्युब भनेको चाहिँ हामीले एल सपोज गऱ्यौँ है त। अब क्युब भनेको चाहिँ लेन्थ ब्रेथ हाइट एउटै भएको हो है त। अब यसमा लेन्थ अफ एज भनेको चाहिँ के हो भन्दा यही लेन्थ ब्रेथ हाइट लो है त, यसलाई पनि एज लेन्थ अफ एज भन्छ, यसलाई पनि लेन्थ अफ एज भन्छ, यसलाई पनि लेन्थ अफ एज भन्छ, यसलाई पनि लेन्थ अफ एज, यसलाई पनि लेन्थ अफ एज। सो सिम्पली लेन्थ अफ एज भनेको लेन्थ ब्रेथ हाइटहरू नै हो है त, कन्फ्युज हुनु पर्दैन यसमा। अब यसरी गिभन लेखिदिनु पर्छ है त। अब यसमा हामीलाई के भनेको छ भन्दा चाहिँ अब dv/dt यानी अब यो भोल्युमको रेट अफ क्युब है त, क्युबको भोल्युमको रेट चाहिँ कन्स्ट्यान्ट छ अरे। अब यो कन्स्ट्यान्टलाई म के लेट गर्छु भन्दा के नै लेट गर्छु है त, के यानी कन्स्ट्यान्ट है त। अब त्यसपछि अब हामीले के प्रुभ गर्नुपर्ने छ भन्दा नि प्रुभ द्याट द इन्क्रिज इन सर्फेस एरिया भेराइज इन्भर्सली एज द लेन्थ अफ एज अफ द क्युब। भनेपछि अब हामीले यो जुन सर्फेस एरिया छ है त, सर्फेस एरियाको रेट चाहिँ अब इन्भर्सली प्रोपोर्सनल टु लेन्थ अफ क्युब छ अरे, लेन्थ अफ द एज अफ द क्युब। यानी अब यसले त्यही त भनेको छ नि भेराइज इन्भर्सली है त, इन्भर्सली भेराएको छ कि त डिटी नभए पनि चल्छ। अब एल घट्यो भने डिएस बढ्छ अरे, डिएस घट्यो भने एल बढ्छ अरे, इन्भर्सली प्रोपोर्सनल भनेको त्यही हो है त। अब हामीले यो चाहिँ प्रुभ गर्नुपर्ने हो है। अब साइडमा फेरि लेख्छु है त विनो भनेर गिभन नै भोल्युम अफ क्युब भनेको चाहिँ के हो एल क्युब हो, किनकि लेन्थ इन्टु ब्रेथ इन्टु हाइट, अनि क्युबमा एलबिएक्स एउटै हुन्छ, त्यही भएर एल क्युब भयो। त्यसै गरी सर्फेस एरिया है त, सर्फेस एरिया अफ क्युब भनेको चाहिँ के हुन्छ 6l² हुने गर्छ है त। ल अब के गरौँ भन्दा v = l क्युब वाला फर्मुला लिउँ है त। अब यसलाई अब हामी डेरिभेटिङ बोथ साइड विथ रेस्पेक्ट टु टाइम गरौँ। ल विथ रेस्पेक्ट टु टाइम गरौँ। अब यसलाई विथ रेस्पेक्ट टु टाइमले डेरिभेटिभ गर्नुपर्ने v dv/dt = dl3/dt है। अब यसलाई हामी के लेख्न मिल्छ चेन रुलबाट 3l² dl/dt लेख्न मिल्छ है त। अनि dv/dt अनि अर्को कुरा है त, अब यो भनेको हाम्रो के हो कन्स्ट्यान्ट हो नि त, के नै त हो, के हो k/3l² = dl/dt भयो है त। अब कि त यो k/3 लाई पनि म के नै लेखिदिन्छु है त, किनकि अब 3 पनि एउटा कन्स्ट्यान्ट न हो, त्यही भएर यसलाई के लेखिँदा केही फरक हुँदैन। अब यो भनेको के भयो त हाम्रो एउटा dl/dt को भ्यालु आयो है त। यहाँ dl/dt भनेको चाहिँ के निक्ल्यो हाम्रो k/l²। अब त्यसै गरी अब सर्फेस एरियातिर जाउँ। सर्फेस एरिया भनेको के छ 6l²। अब यसलाई अब हामी फेरि डेरिभेटिभ बोथ साइड विथ रेस्पेक्ट टु टी गर्छौँ, त्यसले गर्दा ds/dt आउँछ = 6dl²/dt आउँछ। अनि यसलाई अब कन्स्ट्यान्ट के अरे भेरिएबल रुल के अरे चेन रुलबाट 6 × 2l² भयो इन्टु 2l मात्र भयो इन्टु dl/dt भयो है। अब dl/dt भनेको हामीले कति निकाल्यौँ k/l² निकाल्यौँ है, = 6 × 2 = 12l इन्टु k/l²। l काट्यो, मुनि दुईटा l थियो, माथि एउटा थियो, एउटाबाट काट्यो भनेपछि अब 12 के भनेको पनि फेरि के नै हो नि त, किनकि 12 पनि कन्स्ट्यान्ट हो, अनि मुनि के छ l छ।
ds/dt भनेपछि के अरे चेन्ज इन सर्फेस एरिया विथ रेस्पेक्ट टु टाइम भनेको चाहिँ k/l यानी अब बाई एल छ नि त के त अब चेन्ज हुँदैन एउटा कन्स्टेन्ट टर्म हो अब एल त मुनि चेन्ज भयो भने यता माथि चेन्ज हुन्छ यता घट्यो भने यता बढ्छ यता बढ्यो भने यता घट्छ के त यता प्रोपोर्सनालिटी साइन ल्याउँदा पनि भयो ds/dt प्रोपोर्सनल टु 1/l भयो नि त किनकि अब कन्स्टेन्ट टर्म अब प्रोपोर्सनल साइन हटाउन हामी कन्स्टेन्ट टर्म ल्याउँछौँ भनेपछि प्रोपोर्सनल साइन ल्याउन भयो भने कन्स्टेन्ट टर्म चाहिँ के हुनुपर्छ हटाउनुपर्छ त्यसरी बुझ्दा पनि भयो कि त अर्को तरिका चाहिँ के छ भन्दा अब हामी डाइरेक्ट यहाँबाट जान्छौँ dv/dt भनेको के छ dv/dt भनेको कन्स्टेन्ट छ अब यो v भनेको के हो dl³/dt इक्वल्स टु के भयो अब यो भनेको चेन रुलबाट 3l² dl/dt हुन्छ इक्वल्स टु के कन्स्टेन्टै है अनि अब यहाँ पछि के हुन्छ भन्दा अब म यता सर्फेस एरिया निकालिदिन्छु 3l यहाँ लेखिदिन्छु 3l इन्टु अब हामीले सर्फेस एरिया बनाउन 6l² चाहिएको छ नि त त्यही भएर यता म 6 के गरेँ मैले अनि के अरे अब यो यसको चाहिएको छ नि त अब यो चाहिँ अब कहाँबाट आयो भन्दा एक्ज्याक्टको तरिकाले मैले गर्न खोजेको है त अब यसको डेरिभेटिभ के हुन्छ 12 हुन्छ नि त 3l इन्टु 12l हुन्छ यसको अब डिभाइड बाई 12 पनि चाहियो 12l dl/dt इक्वल्स टु के होइन अनि अब यो भनेको ds हुन्छ अनि 3 हुन्छ 3 4 छ कन्स्टेन्टै भयो अब जो एक्ज्याक्टको तरिकाले यो धेरै कम्प्लेक्स भयो होला मैले के गर्न खोजेको भन्दा अब यहाँ त्यस्तो गरेर अब के आयो भन्दा 3l/12 र यहाँ के निकालेको थिएँ 12l मात्र निकालेको थिएँ dl/dt इक्वल्स टु के थियो नि त अब यो भनेको के हो ds हो ds है किनकि 6l² को डेरिभेटिभ के हुन्छ 12l हुन्छ त्यही भएर यो ds/dt भयो अनि यो 1/4 4 यता गएर 4k भयो 4k अब कन्स्टेन्ट हो त्यही भएर के कन्स्टेन्टै लेख्छौँ अब यहाँ के रह्यो l मात्र अनि यो l यता गएर मुनि आयो यहाँबाट पनि यसरी पनि प्रुभ भयो क्या इन्भर्सली प्रोपोर्सनल छ भनेर अब अर्को क्वेसनतिर जाउँ ल अब सेकेन्ड नम्बर क्वेसनमा सुरुमा हेरौँ त के भनेको छ सुरुको सेन्टेन्सले के भनेको छ टु कार्स स्टार्ट एट द सेम टाइम होइन फ्रम द जङ्सन अफ टु रोड्स अन इच साइड अरे है भनेपछि एउटा सेम जङ्सन छ अरे दुइटाको र सेम टाइममा यिनीहरू चाहिँ अब एकअर्कादेखि टाढा हुँदै गयो अरे तर फेरि तिनीहरूको स्पिड चाहिँ एउटै छ यतातिर ए गयो र यतातिर बी गयो अरे है ए र बी गयो अरे यता र यता युनिफर्म युनिफर्म भेलोसिटीमा वा युनिफर्म स्पिड यहाँ दुइटाको एउटै होइन माइल्स पर आवरको अनुसार माइल्स पर आवर अनुसार गएको छ कि मिटर होला त्यो मिटर पर आवर अनुसार गइरहेको छ होइन स्पिडमा अब यो दुइटा होइन एउटै भेलोसिटीले गइरहेछ अब त्यो भेलोसिटीलाई हामी भिलेट गर्दा हुन्छ त्यही भएर अब त्यहाँबाट अब हामीले यो दुइटा गाडीको डिस्टेन्स कसरी मेजर गर्ने भन्दा भिटी किनकि अब के हो भेलोसिटी भनेको डिस्टेन्स ट्राभल बाई टाइम टेकन हो त्यही भएर अब डिस्टेन्स भनेको के हो भी इन्टु टी भयो नि त त्यही भएर अब एले अब टी टाइममा भिटी डिस्टेन्स ट्राभल गराएको छ र यो साइड बीले पनि अब फेरि भिटी नै डिस्टेन्स ट्राभल गराएको छ किनकि अब यिनीहरूले एउटै टाइममा स्टार्ट गर्यो त्यही भएर टी टाइम अब दुइटाको एउटै भयो है अनि अब अर्को पोइन्टमा के भनेको छ द रोड्स आर इन्क्लाइन्ड एट 120 भनेपछि यो दुइटा रोडको बिचको एङ्गल चाहिँ 120 डिग्री छ अरे है अब के फाइन्ड गर्नुपर्ने भन्दा सो द्याट द डिस्टेन्स बिट्विन देम भनेपछि अब यसमा ए र बी गाडी हो है त अब यो दुइटा गाडीको बिचको डिस्टेन्स चाहिँ के अरे इन्क्रिज हुँदैछ एट द रेट अफ √3 अनि भी है भी पनि त्यही हो यो भेलोसिटीवाला भी हो है भी माइल्स पर के अरे मिटर पर आवरवाला अनुसार बढिरहेछ अरे भनेपछि हामीले के निकाल्नुपर्ने ds/dt भनेको चाहिँ √3 भी निकाल्नु पर्ने हो होइन किनकि अब यो डिस्टेन्स बिट्विन देम इन्क्रिज होइन भनेको छ एट द रेट भनेको छ रेट भनेपछि मैले के भनेको थिएँ त्यसको चेन्ज बाई टाइम टेकन अब यो अब के हो त यो अब हाम्रो के हो यो अब 120 छ यो 90 होइन हेर्दा मैले थोरै फिगर यस्तो उस्तो बनाएर राइट एङ्गल जस्तो देखिरहेछ तर यो राइट एङ्गल होइन किनकि यहाँ एङ्गल कति छ 120 राइट एङ्गलमा के हुन्छ 90 हुन्छ अब यो राइट एङ्गल थियो भने त सजिलै हुन्छ नि त के अरे परपेन्डिकुलर बेस हाइट त्यो पाइथागोरस यस्तो गरौँबाट अब यसमा चाहिँ अब हामीले अर्कै प्रपर्टी लगाउनुपर्छ अब थोरै नाम दिउँ ल यो बी गाडीको डिस्टेन्स ट्राभल भयो नि त यसलाई ओबी हान्दिउँ अनि अब यो ए भयो अनि एबी अब यहाँ हामीले एबी निकाल्नुपर्ने हो नि त एबी अनि एस निकाल्नुपर्ने हो राइट अब यसमा चाहिँ हामी के गरौँ भन्दा नि भेक्टर तरिकाले जाँदा भयो कि ट्रिगोनोमेट्री तरिकाले जाँदा भयो ल म चाहिँ ट्रिगोनोमेट्री तरिकाले गएँ ल अब ट्रिगोनोमेट्रीमा चाहिँ अब हाम्रो के छ भन्दा ट्रिगोनोमेट्रीले चाहिँ अब हाम्रो के भन्छ अब यो हामीलाई यो यसको डिस्टेन्स राखेको छ होइन पहिला यसको भ्यालु निकालौँ अनि यसलाई डेरिभेटिभ गरौँ है अब यसको डिस्टेन्स भनेको के हो यो डिस्टेन्स के अरे यो एबी भनेको के हुन्छ त अब एबीको स्क्वायरमा हुन्छ है त एबीको स्क्वायर भनेको चाहिँ के हुन्छ भन्दा एउटा त ओए स्क्वायर हुन्छ प्लस ओबी स्क्वायर हुन्छ माइनस 2OA इन्टु ओबी इन्टु कस यो हुन्छ 120 त्यो कसरी आयो भने नि म भन्दैछु है त
हात्तिनु पर्दैन। ए र बी भेक्टरको डट प्रडक्टको केसमा रिजल्टेन्ट निकाल्ने एउटा फर्मुला यो हो एउटा भेक्टरको तरिकाले यो फर्मुला त्यहाँबाट आयो। अर्को अब ट्रिगोनोमेट्रीबाट चाहिँ कसरी आयो म त बुझाउँदैछु। अब हेरौँ त्यो कसरी आयो त यो कहाँबाट कसरी टक्क्यो। अब एक कुरा याद गरौँ। अब यो बुझाइरहेको छु। अब नचाहिने मान्छेले नहेर्दा पनि हुन्छ, यो चाहिँदैन भने। अब यो ट्रायङ्गल छ है एबिसी होइन। अब यो भनेको के हो, एङ्गल ए एक साइड ए भयो, यो एसीको बिचमा बी हुन्छ अनि एबीको बिचमा सी हुन्छ र एसीको बिचमा ए हुन्छ है। अब यो एङ्गल सी हो, यो एङ्गल ए हो र यो एङ्गल बी हो। अब यसको नाम चाहिँ त्यही अनुसार चेन्ज गरिदिउँ ल। ओ ए र बी हान्दिउँ। ओ यो भनेको ओ हान्दिउँ, यो ए भइहाल्यो, यो बी भइहाल्यो, सजिलो भयो। र अब यसमा हेरौँ त अब यसको कसवाला निकालौँ ल। अब एङ्गल चाहिँ कहाँ छ त, एङ्गल ओमा छ होइन, यानि एङ्गल सी। अब भनेपछि कस सीवाला हामीलाई फर्मुला चाहियो। कस सीको फर्मुला के थियो, कस सी भनेको अब के हुन्थ्यो हाम्रो ए स्क्वायर प्लस बी स्क्वायर माइनस सी स्क्वायर बाई 2ab हुन्थ्यो। अब यो 2ab यता माथि आयो, 2ab इज इक्वल टु के 2ab कस सी इक्वल्स टु ए स्क्वायर प्लस बी स्क्वायर माइनस सी स्क्वायर है। अब 2ab अब ए भनेको यो हो है, ए 2 इन्टु ए भनेको ओबी हो, ओबी हो। बी भनेको के हो, ओए हो, ओए हो। कस सी भनेको अब कति हो, यो एङ्गल होइन। कस सी भनेको त्यहाँ हुन्छ, यहाँ 120 छ, कस 120 इज इक्वल टु के भयो त एकछिन म यही अर्को पेजमा लेखेको करेक्ट गजाङ भयो 2OBOA कस 120 भयो है। अब इज इक्वल टु अब यसमा ए स्क्वायर भनेको यहाँ के छ, ओबीको स्क्वायर छ, ओबीको स्क्वायर छ प्लस अब यहाँ बी स्क्वायर छ, बी स्क्वायर यहाँ बी के हो, ओए हो, ओए को स्क्वायर हो, माइनस सी स्क्वायर छ, माइनस सी स्क्वायर यहाँ के हो, एबी हो नि त, प्लस के अरे माइनस एबी स्क्वायर। अब यो एबी माइनस यता आयो, यो गएर माइनस भयो यता, यो माइनस यता प्लस भयो, यो प्लस उता गएर माइनस भयो। त्यहाँबाट हामीले यो फर्मुला निकाल्यौँ होइन। अब एबी हाम्रो के मानेको छौँ त, एस मानेको छौँ, एस स्क्वायर है। अब ओए भनेको चाहिँ के छ हाम्रो, ओए पनि ओबी पनि के छ, बीटी छ, यानि बी स्क्वायर टी स्क्वायर भयो कि त बीटी स्क्वायर होइन। अनि यो पनि बीटी स्क्वायर हो, यो पनि बीटी स्क्वायर हो भनेपछि दुईटा बीटी स्क्वायर है, माइनस अब 2 बीटी बीटी हो, यो दुइटै 2 इन्टु बीटी बीटी भयो है, यानि बीटी स्क्वायर भयो यो। अनि अब कस 120 भनेको कति हो त, कस 120 भनेपछि कस 60 यानि सिएएस भनेपछि माइनसमा आउँछ यो सायद है, माइनस भनेपछि माइनस अनि कस 60 भनेको 1/2 होइन, कस 60 भनेपछि 1/2 ल। यो माइनस 1/2 हुने रहेछ है। यो मैले अब यो कास्ट रुल र यताउतिबाट लगाएको क्यालकुलेटरमा डाइरेक्ट हाल्दा पनि हुन्छ। यो चाहिँ माइनस माइनस प्लस भयो अब यो, अनि 2 क्यान्सल भयो, यो कता यहाँ के रह्यो, बीटी होल स्क्वायर रह्यो है, बीटी होल स्क्वायर यहाँ 2 बीटीको होल स्क्वायर भनेपछि अब के आयो त हामीसँग यहाँ एस स्क्वायर भनेको के आएछ त 3 बीटीको स्क्वायर आयो नि त है। अब यहाँबाट एस, अब यो एस कहाँ त निकालौँ, एस भनेको के भयो √3 इन्टु भीटीको होल स्क्वायर। अब योबाट के आयो त √3 इन्टु भी इन्टु टी है। अब हामीलाई अहिलेको काटौँ त, अब हामीले के निकाल्यौँ, एस इक्वल्स टु √3 भी इन्टु टी, यो √, बाहिर है त, यो भित्र यो √, बाहिर। अब हामीलाई के चाहिएको छ, रेट चाहिएको छैन, डी/dt चाहिएको छ। अब भनेपछि हामीले के गर्नु पऱ्यो, डेरिभेटिभ गर्नु पऱ्यो, डिफ्रेन्सिएटिङ गर्नु पऱ्यो, डिफ्रेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु टी गर्नु पऱ्यो। भनेपछि ds/dt भनेको के भयो, डी √3 इन्टु भी इन्टु टी बाई dt गर्नु पऱ्यो। अब यसमा हेरौँ √3 बाहिर आयो, कन्सटेन्ट टर्म हो, डेरिभेटिभमा बाहिर निकाल्नु पऱ्यो कोफिसिएन्टहरू है। अनि त्यसै गरी अब भी पनि यहाँ कन्सटेन्ट हो, किनकि के भनिरहेछ, युनिफर्म भेलोसिटी भनिरहेछ, यानि भेलोसिटी चेन्ज भएको छैन, जे छ त्यही छ। त्यही भएर भेलोसिटी पनि के छ, यहाँ कन्सटेन्ट छ, त्यो पनि बाहिर आयो, भी इन्टु dt बाई dt। अनि अब एक्सको डेरिभेटिभ के हुन्छ त, विथ रेस्पेक्ट टु एक्स 1 नै हुन्थ्यो नि त। अब यो पनि 1 भयो भनेपछि ds/dt भनेको √3 भी मिटर पर आवर भनेर प्रुभ भयो होइन, यति त हो। ओके, अब लेट्स मुभ अन टु नेक्स्ट क्वेसन है त। अब फेरि अर्को क्वेसनमा पनि के छ, कारकै कुरा गरेर छ है त, कति धनी रहेछन् यो क्वेसनहरूको मान्छेहरू। ओके, अब सोल्युसन, अब दुईवटा कार छ अरे, दुईवटा कार छ गिभन लेख्नु पर्यो है त, मैले लास्टमा दिएको छु, डाउनलोड पनि लिङ्क दिएको छु मैले सोल्युसनहरूको। अब दुईवटा कार छ, एउटा सर्टेन पोइन्ट एट द सेम इन्स्ट्यान्ट अफ टाइम, के अरे एट द सेम इन्स्ट्यान्ट होइन, भनेपछि दुईवटा कार चाहिँ अब एउटै पोइन्टबाट स्टार्ट भइरहेछ। अब यो पोइन्टलाई चाहिँ पोइन्ट अफ ओरिजिन ओ भनिदिउँ है। अनि अब यसमा डाइरेक्सनको कुरा छ, अब हाम्रो यस्तो नर्मल डाइरेक्सन बनाइदिउँ, इस्ट वेस्ट नर्थ साउथ, यो बनाउनु पऱ्यो है त। अब यसमा क्वेसनमा चाहिँ अब एउटा गाडी चाहिँ के अरे, एउटा गाडी चाहिँ के गर भन्दा इस्ट गयो अरे, इस्ट यता छ है, इस्ट यता बनाइदिउँ, यता गयो अरे गाडी नम्बर ए, यसको भेलोसिटी कति छ 60 किलोमिटर पर आवरको स्पिडमा यता गयो अरे। अनि त्यसै गरी अर्को चाहिँ कता गयो, साउथ गयो अरे, साउथ गयो अरे बी नम्बर, बीको क्वेसन
साउथ गयो अरे एट 80 किलोमिटर पर आवर। अब यसमा के भनेको छ हाउ फास्ट इज द डिस्टेन्स बिट्विन देम इन्क्रिजिङ। ओ ल यो चाहिँ इजी छ है त। अब यो चाहिँ इस्ट वेस्ट के अरे नर्थ इस्ट वा के अरे नर्थ वेस्ट नर्थ इस्टको कुरा गरेर छैन है, डाइरेक्ट नर्थ इस्ट र साउथको गरेर छ। अब यो दुईटाको बिचको डिस्टेन्स के हुन्छ 90 हुन्छ। अब यो एस हो है। अब यहाँबाट चाहिँ डाइरेक्ट अब हामीले लाउन मिल्छ। अब यहाँ के अब यसमा हामीले अघिको जस्तै यो ds/dt निकाल्ने हो र यसमा एस भनेको के हो अब यो पाइथागोरस थ्योरम हो नि त। अब एस स्क्वायर भनेको यता के हुन्छ ओबी को स्क्वायर, यो 39 है, यो 39 होइन यो बी हो है त, यो ओबी को स्क्वायर र ओए को होल स्क्वायर है। एस स्क्वायर भनेको अब ओए को स्क्वायर प्लस ओबी को स्क्वायर हुन्छ र अब यो यहाँ स्क्वायर नलाएपछि यहाँ रुट अन्डर लाउनु पर्यो। हो यहाँबाट यो निक्लिन्छ है त, यो एकदम सिम्पल छ। यतिबाट गर्दा हुन्छ, मैले यतिमै सोधेँ है त, यतिबाट आउँछ होला भन्ने म आश गर्छु। यति पनि आएन भने चाहिँ हल्का लाजै हुन्छ। ल अब अर्को क्वेसन है त। यो पेजमा त यति खाली फोकटमा सक्यो त केही नलेखिकन अर्को पेजमा गरौँ ल। अब अर्को क्वेसनमा चाहिँ के भनेको छ भन्दा इन्भर्टेड कोनको कुरा गरेको छ है त। यो इन्भर्टेड कोन नि लगभग 80 देखि 90% चान्स हो यो आउँछ। त्यही भएर यो चाहिँ एकदम इम्पोर्टेन्स दिएर एकदम मजाले हेर्नु पर्यो है त यो पार्ट। ओके अब यो सोल्युसन इन्भर्टेड कोनिकल ट्याङ्क। त्यो कस्तो हुन्छ कोनिकल कोन भनेको त्यो आइसक्रिम कर्नेटहरू खाएको छ, मलाई नखाए पनि देखेको त होला नि त। अब त्यो टिभी एडमा मलाई पनि देख्दा कस्तो खान मन लागेको थियो है त। अब आइसक्रिम जस्तो हुन्छ कोन है। इन्भर्टेड भनेको अब यसरी चुच्चो मुनिपट्टि फर्केको हो। अब यो एउटा ट्याङ्की अरे र यसको चाहिँ अब यसको के दिएको छ भन्दा यसमा पानी जुन हुन्छ यानि भल्युम वाटर फ्लोज है त। अब यसको भल्युमको रेट है, त्यो वाटर फ्लोज भनेपछि वाटरले यो वाटरभित्र हाल्दा के हुन्छ भल्युम भर्यो नि त। त्यही भएर अब त्यो पानीको रेट भन्नाले यो चाहिँ अब पानीलाई कति पर्छ भनेको होइन, कति रुपियाँ पर्छ भनेको होइन, यसको भल्युम कति छिट्टो भरिँदैछ, कति रेटले भरिँदैछ त्यो भनेको। dv/dt भनेको कति दिएको छ 36 सेन्टिमिटर क्युब पर मिनट भनेको छ है त। अब हामीले पहिला अब एकछिनको लागि अब यो होल ट्याङ्कको के हो भनेर हेरौँ ल। यो वेन द डेप्थ अफ वाटर इज यति हाउ फास्ट इज लेभल राइजिङ, त्यो फ्याक्ट एकछिन साइड लगाऊँ होइन। पहिला अब त्यो त चेन्ज हुन्छ नि त, त्यो त भेरिएबल हो। कन्स्ट्यान्ट टर्म चाहिँ लेखौँ। के त्यो कन्स्ट्यान्ट चाहिँ के हो भन्दा यसको यो रेडियस, यसको बेसको रेडियस यानि यो कोनको एज अ होलको रेडियस आर भनेको चाहिँ कति दिएको छ रेडियस भनेको 21 सेन्टिमिटर दिएको छ र हाइट अफ ट्याङ्क ठुलो एच है त, हाइट अफ ट्याङ्क चाहिँ 35 सेन्टिमिटर दिएको छ। अब त्यो यो बनाइदिनुहोस् त। अब यो बेसको रेडियस है त, यो बेसको रेडियस अनि यो हाइट हो है त। ए यो पोइन्ट ए, यो पोइन्ट बी, यो पोइन्ट सी है त। भनेपछि एबी भनेको हाम्रो हाइट भयो र बीसी भनेको के भयो रेडियस भयो हैन। अब एट सर्टेन इन्स्ट्यान्ट अफ टाइम है, अब कुनै एउटा इन्स्ट्यान्ट टाइम टी को बेला चाहिँ अब पानी चाहिँ यहाँसम्म आएको थियो अरे है। अब भनेपछि त्यति बेला पानीको रेडियस है त, त्यो पानीको रेडियस चाहिँ सानो आर भयो अरे हैन। अब त्यो पोइन्टलाई चाहिँ हामी एबिसी भयो डी र ई मानौँ र भनेपछि त्यो यो पोइन्टमा वाटरको डेप्थ चाहिँ यो एडी हो है त। भनेपछि एट सर्टेन टाइम टी है, टाइम टीमा चाहिँ यसको हाइट एडी हो, यसको पानीको डेप्थ है त, पानीको डेप्थ वा पानीको हाइट भनौँ न त्यो एच हो र पानीको रेडियस भनेको चाहिँ के हो सानो आर हो। अब हामीले यसमा के निकाल्नु पर्ने भनेको छ है त। अब यसमा चाहिँ वाटरको लेभल वा वाटरको हाइट चाहिँ कति स्पिडले वा कति रेटले इन्क्रिज भइरहेछ भनेर क्याल्कुलेट गर्नुपर्ने। यानि के निकाल्नु पर्ने dh/dt निकाल्नु पर्ने। अब एट h इक्वल्स टु कति भनेको छ क्वेसनमा when the depth of water is 12 सेन्टिमिटर, h इक्वल्स टु 12 हुँदाखेरि dh/dt कति हुन्छ निकाल भनेको छ है। अब हामी के गर्छौँ भन्दा एट टाइम टी हैन, मतलब अब एट टाइम टी पानी यहाँसम्म छ है, यसको हाइट चाहिँ अब h हो हैन। अब यसको भोल्युम चाहिँ कति हो त 1/3 पाई आर स्क्वायर h हो नि त है, किनकि अब यतिखेरको रेडियस r हो, यसको h हो। अब यो पुरै कोनको ट्याङ्कको भोल्युम भनेको थियो भने चाहिँ 1/3 पाई क्यापिटल आर स्क्वायर क्यापिटल h हुन्थ्यो है। अब यसमा चाहिँ हामीले वाटर एट टाइम टी यानि पानी यहाँसम्म हुँदाखेरिको हामीले भोल्युम निकालेको हो, त्यही भएर यो जाने। अनि के अरे अब dv/dt दिएको छ, हामीले के निकाल्नु पर्ने dh/dt। अब यहाँबाट त निकाल्न सक्छौँ, तर अब अर्को एउटा भेरिएबल छ, r पनि एउटा भेरिएबल हो, किनकि अब यहाँनिर r को भ्यालु एउटा सर्टेन हुन्छ, यहाँ पुगेपछि बढ्छ वा युवा पुग्यो भने घट्छ नि त, h पनि त घट्छ, त्यही भएर भेरिएबल हो, r पनि भेरिएबल हो। अब त्यसको लागि चाहिँ अब हामी सिमिलर यो गर्नुभन्दा अगाडि नै अब हामी यो चाहिँ के हो भोल्युम अफ वाटर एट टाइम टी हो है त। अब यो गर्नुभन्दा अगाडि नै हामी चाहिँ के गर्छौँ भन्दा यता भोल्युम निकालिदिन्छौँ, के अरे
आर र एच को रिलेसन निकाल्छौँ। अब हामी आरलाई एच को फर्ममा लाने किनकि हामीलाई त dh/dt चाहिएको छ। त्यही भएर अब हामी यहाँ यो ADE एउटा ट्रायंगल हो, ADE र ABC पनि एउटा ट्रायंगल हो र यो दुईटा चाहिँ सिमिलर ट्रायंगल हो है त, यो एउटा सिमिलर ट्रायंगल हो। त्यही भएर अब यिनीहरूको करेस्पोन्डिङ साइडको रेसियो चाहिँ इक्वल हुने गर्छ। लाइक अब यसको AD/DE मतलब यसको यो हाइट छ नि AD/बेस DE भनेको चाहिँ यसको पनि ठुलो ट्रायंगलको AB र BC सँग इक्वल हुन्छ है त, किनकि यो दुईटा के हो, ट्रायंगल ABC इज सिमिलर टु ट्रायंगल ADE। त्यही भएर अब यो हैन, अब यहाँबाट AD भनेको के हो, H हो, DE भनेको के हो, DE भनेको R हो, AB भनेको के हो, ठुलो H हैन, यानी भोल्युम के अरे हाइट AB भनेको कति हो 35 र BC भनेको कति हो, यो पुरैको रेडियस यानी कति 35 कति अरे 21। अब यसलाई लोएस्ट टर्ममा लगौँ हैन, भनेपछि अब यो कति हुन्छ 7 5 जा 7 3 जा भनेपछि R भनेको के भयो त 3h/5 भनेको R भन्छ है। अब यो भ्यालु हामी यहाँ प्लेस गर्दियौँ हैन, भनेको b = 1/3 पाई r स्क्वायर भनेको कति 3 स्क्वायर यानी 9/25 * h² * h गरेर के भयो, यो h क्यूब भयो है। अब यो 3 1 जा 3 3 जा, अब बल्ल हामी डिफरेन्शिएटिङ बोथ साइड गर्छौँ, बोथ साइड विथ रेस्पेक्ट टु t dv/dt यो सब कन्स्ट्यान्ट यानी बाहिर आउने भयो = 3π/25 * dh³/dt। अब यहाँबाट चेन रुल लागेर यसमा डेरिभेटिभ हुन्छ है त। तर अब के अरे यो सब कन्स्ट्यान्ट नै यता ल्याउँ है त, dv/dt * 25/3π। अब यसको चेन रुलबाट के हुन्छ 3h² dh/dt है। अब यो पनि यतै ल्याइदिउँ, के हुन्छ त अब dh/dt भनेको के भयो त अब dv/dt * 25/3π * 1/3h² हैन। अब when h भनेको कतिमा निकालेको छौँ हामीले 12 मा निकाल्नु पर्ने छ है त। when h = 12 सेन्टिमिटर dh/dt भनेको चाहिँ अब dv/dt कति थियो, वाटरको रेट के थियो 36 थियो है, यो 36 हो है 3.6 हैन, यो 36 हो, यानी dv/dt भनेको 36 हो अनि यो 25 त 25 भयो बाइ 3 * π * 1/3 * h² यानी 12²। अब यो क्याल्कुलेटरमा हाल्दा आन्सर आउँछ, अब त्यो कति हो म निकाल्नै पर्छ 36 * 25 जुन चाहिँ कति आयो भन्दा 0.22 आयो र अब यसको युनिट के हो सेन्टिमिटर पर मिनेट है त। सुरुमा हाम्रो टाइम कतिमा दिएको छ मिनेट यानी पर मिनेट भयो, अनि यहाँ के अरे सेन्टिमिटर क्युबमा छ किनकि यो भोल्युम हो र यो के हो लेन्थ हो, त्यही भएर यो चाहिँ के हो सेन्टिमिटरमा भयो। अब यो 3 नम्बर है त। अब यसमा क्वेसन अब यो 3 नम्बरमा हल्का क्वेसन क्लियर पारेको छैन जस्तो छ है त। यसमा चाहिँ के भनेको भन्दा नि अब यो कर्भ एउटा पोइन्टमा पर्छ हैन, यो कर्भ नै पर्ने एउटा पोइन्ट छ जुनमा चाहिँ के अरे एब्सिसा र ओर्डिनेट त एउटा सेम रेटमै चेन्ज भइरहेछन् रे, तर फेरि त्यो पोइन्टमा चाहिँ अब ओर्डिनेट चाहिँ एब्सिसाको डबल छ अरे। यानी अब पुरा बुझौँ ओर्डिनेट र एब्सिसा भनेको के हो है त। अब हामीले ग्राफमा एउटा पोइन्ट बनाउँदाखेरि x, y भन्छौँ हैन। अब यो x भनेको चाहिँ अब हाम्रो के हो एब्सिसा हो है त, यो भनेको एब्सिसा हो, एब्सिसा आयो मलाई स्पेलिङ आएन हैन, यो चाहिँ ओर्डिनेट हो है त। भनेपछि अब यसले के भनेको छ चाहिँ एब्सिसा चाहिँ अब ओर्डिनेटको डबल छ अरे, ए हैन ओर्डिनेट चाहिँ एब्सिसाको डबल छ अरे, भनेको चाहिँ पोइन्ट के हो x, 2x हो है त। एब्सिसा चाहिँ अब के अरे ओर्डिनेट चाहिँ एब्सिसाको डबल छ। अब यही निकाल्नु पर्ने, अब हामीले त्यस्तो ठाउँ निकाल्नु पर्ने। यानी अब कसरी मैले भने ल्याङ्ग्वेजसँगको सोल्युसन लास्टमा हुन्छ। अब भनेपछि सोल्युसन अब कर्भ के दिएको छ y² = 8x दिएको छ र हामीले के भनेको छ भन्दा dy/dx = रेट भनेपछि dt है त, dx/dt है। अब भनेपछि अनि अर्को के भनेको छ x, y हो त्यो पोइन्ट है। अनि अब अनि अर्को पनि एउटा के कुरा दिएको छ भन्दा त्यो पोइन्टमा अब y भनेको चाहिँ 2x हुन्छ किनकि ओर्डिनेट चाहिँ एब्सिसाको डबल छ अरे है। अब यो फ्याक्ट एकैछिन साइड लगाम है र अब यता जाम ल, यो अब यता जाम y² = 8x लाई डिफरेन्शिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु टाइम गरौँ है त। त्यसले गर्दा के हुन्छ यो भनेको चेन रुलबाट 2y dy/dt हुन्छ र यता 8
dx/dt हुन्छ हैन। अब dy/dt र dx/dt इक्वल अरे भनेपछि यो र यो काट्यो, यता के रह्यो 2y = 8। अब 2 1 2 4 भनेपछि y = 4 भयो। ओके, अघि क्वेसनलाई थोरै गलत इन्टरप्रेट गरिएछ है। ओके, यो कुराबाट हामीले चाहिँ यो कुरा प्रुभ गर्नुपर्ने अरे, यानी यस्तो देखाउनु पर्ने अरे हाम्रो कोर्डिनेट हैन, कोर्डिनेट होइन है, कोर्डिनेट। यो ओर्डिनेट हो, यो एज अ होल चाहिँ वा यही पनि कोर्डिनेट हो है। ओके, अब योबाट यो प्रुभ गर्नुपर्ने, अब हामीले के निकाल्यौँ, y लाई 4 निकाल्यौँ। अब हामीले यो प्रुभ गर्ने है, त्यही भएर यो यहाँ हाल्न मिलेन, यो चाहिँ अब हामीले यहाँ हालिदिनु पर्छ। भनेपछि हाम्रो इक्वेसन के छ, y² = 8x छ है। अब हामी y को भ्यालु हालिदिन्छौँ, y को भ्यालु हाल्दा यो के हुन्छ, 4² = 8x, 4 4 16 = 8x, 8 1 8 2 16 भनेपछि के भयो, x = 2 आयो। भनेपछि हाम्रो एउटा पोइन्ट के आयो, 2,4, जुनले हाम्रो प्रुभ गर्नुपर्ने कन्डिसन प्रुभ गर्छ, x, 2x है। यानी देयरफोर y = 2x, हामीले यो कुरा प्रुभ गर्यौँ। यही जस्टिफाई गर भनेको छ, यही के अरे द ओर्डिनेट इज डबल अफ इट्स एफसीआर है, जस्टिफाई इट विथ क्यालकुलेसन हो, यति गरिदिनु पर्ने हो। र ल्याङ्ग्वेज त मैले सकेसम्म बनाएर लास्टमा हाल्दैकै छु। अब नेक्स्ट क्वेसनमा, अब यो नेक्स्ट क्वेसन चाहिँ यस्तो छ। अब एउटा कुन चाहिँ फुच्चे आएर पोखरीमा ढुङ्गा फाल्यो अरे। अब यो क्वेसनमा चाहिँ के भनेको छ भन्दा, अब एउटा पोखरी छ अरे, ल अब यहाँबाट ढुङ्गा फ्याल्यो, लु मैले नै एउटा ढुङ्गा यहाँ फ्याल्दिएँ, ठ्याक्क यहाँ ल्यान्ड गऱ्यो है त। ल मेरो एमिङ यति राम्रो थियो कि ठ्याक्क सेन्टरमा ल्यान्ड भयो है त ढुङ्गा। ल अब कोही पनि अलिक एउटा जो मान्छे अब ढुङ्गा मुनि बस्दैन वा 24 घण्टा पढेर बस्दैन, त्यसले त अब देखेकै हुन्छ पोखरी वा पानीमा अब ढुङ्गा फाल्दा यस्तोरी वेभ जस्तो बनेर एउटा गोलो जस्तो बनेर बाहिर जान्छ है त, एउटा अलिक सर्कुलर सेपमा जान्छ। अब यो सर्कुलर सेपको रेडियस चाहिँ अब पहिला बिस्तारै जान्छ है, अब यहाँबाट होइन, पहिला यत्रो हुन्छ, त्यसपछि फेरि यत्रो हुन्छ, फेरि यत्रो हुन्छ है त, यहाँनिर बढ्दै जान्छ है त। भनेपछि अब यसको रेडियस बढ्ने रेट चाहिँ अब कति छ भन्दा 3.5 सेन्टिमिटर/सेकेन्ड छ अरे हैन। अब यसको एरिया चाहिँ कति, यसको एरियाको रेट वा यसको एरिया कतिले बढिरहेछ त्यो निकाल्नु पर्ने, यानी dA/dt निकाल्नु पर्ने वेन रेडियस भनेको चाहिँ कति अरे 15 सेन्टिमिटर अरे है। अब यो त सिम्पल छ, अब यो एउटा सर्कल हो है। अब सर्कलको एरिया भनेको चाहिँ के हुन्छ, πr² हुन्छ हो। अब सल्भ भइसक्यो, डिफ्रेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु टाइम गरेर dA/dt पाइ, अनि यहाँ चेन रुल लगाएर इन्टु 2 * r इन्टु dr/dt छ यहाँ छ। अनि वेन r = 15 भनेर, वेन r = 15 भनेर यहाँ r को भ्यालु हाल्ने, 2 * 15 30, 30 इन्टु पाइ इन्टु यो कति 3.5 एन्सर आउँछ है। भने कति आउँछ, = 30 इन्टु पाइ इन्टु 3.5 भने राख्दाखेरि हाम्रो 30 इन्टु 3.5 इन्टु पाइ भनेको 329.86 आएको छ, जुनलाई अब राउन्ड अफ गर्दा 330 सेन्टिमिटर/सेकेन्ड होइन, किनकि यो एरिया हो, त्यही भएर स्क्वायर। ल अब नेक्स्ट क्वेसनमा जाउँ है त। अब नेक्स्ट क्वेसन चाहिँ यस्तो छ। अब नेक्स्ट क्वेसनमा चाहिँ सिडी छ है त। अब नेक्स्ट क्वेसनले चाहिँ के भनेको छ भन्दा, एउटा सिडी छ अरे 5 मिटरको है। एउटा सिडी चाहिँ अब यस्तो एउटा भर्टिकल वाल छ अरे है। अब यसमा एउटा 5 मिटरको सिडी अड्याइदिएको छ अरे है। यो ग्राउन्ड हो, यो सिडी हो, यो भर्टिकल वाल हो। यो पोइन्टको नाम पनि दिउँला ABC है त। अब यो भर्टिकल वाल हो, यो एउटा 90 डिग्री हुन्छ, र यो सिडी हो भनेपछि यो कति हो 5 मिटर्स है, 5 मिटर्स यसको लेन्थ हैन। अब यसको टप चाहिँ अब स्लाइड डाउन भयो अरे हैन। अब एकछिन, अब यो एउटा राइट ट्रायंगलको लागि हामी सजिलो पार्नको लागि यसलाई हामी एच मानौँ है, र यसलाई परपेन्डिकुलर मानौँ P मानौँ, र यसलाई बेस मानौँ है। अब यो चाहिँ मुनितिर टप चाहिँ अब स्लाइड हुँदै मुनि आयो अरे है। अब मुनि झर्दै छ अरे, र यसको रेट चाहिँ कति छ, यानी परपेन्डिकुलरमा चेन्ज भनेको चाहिँ चेन्ज इन लेन्थ अफ परपेन्डिकुलर चाहिँ कति छ 10 सेन्टिमिटर/सेकेन्ड छ हैन। अब यसको अब फुट है, अब at which the foot is sliding when the foot of the ladder is 4 meter away from the wall भनेपछि अब यसको बेस चाहिँ अब यो अब यो मुनि आउँदाखेरि यो त यता जाँदै जान्छ नि त, अनि यो सिडीको हाइट त घट्दैन है त। त्यो कुरा चाहिँ भनेपछि हाम्रो एच भनेको चाहिँ के हो, कन्स्ट्यान्ट हो है त। यहाँनिर अघि त्यो इन्भर्टेड कोणमा त आर पनि एच पनि बढ्थ्यो, तर अब यो हाइट त बढ्दैन नि त यहाँ है। अब सिडी अलिक अल्गो ठाउँमा लगाए पनि एउटै सिडी है त, एउटै सिडीलाई अब अलिक एउटा अल्गो ठाउँमा लगाउनु र अलिक होचो ठाउँमा लगाउनु है त। ठुलो आँपको बोटमा लगाउनु वा सानो एउटा घाँसको बोटमा लगाउनु, त्यो सिडीको लेन्थ त उत्तिकै हुन्छ नि त।
भनेपछि एच चेन्ज हुने भएन, एच यहाँ कन्स्ट्यान्ट हो र यो पर्पेन्डिकुलरमा चेन्जको रेट चाहिँ दिएको छ। अब यो बेसको यो बेस चाहिँ हाम्रो कतिले बढिरहेको छ त्यो निकाल्नु पर्ने हो नि त। यहाँनिर dB/dt निकाल्नु पर्ने वेन है, वेनको कुरा आयो यहाँ। अब वेन के भनेको छ, वेन द फुट अफ द ल्याडर इज 4 मिटर अवे है त, यानि यहाँ वालदेखि 4 मिटर अवे छ, यानि वेन बेस भनेको चाहिँ 4 मिटर छ अरे। त्यति केसमा चाहिँ अब बेस चाहिँ कति रेटले बढिरहेको छ निकाल्नु पर्ने। अब यहाँ हामीलाई के चाहिएको छ, बीको केसमा चाहिएको छ है त। त्यही भएर हामी यतापट्टि b² = h² - p²बाट जाने। यो के हो, पाइथागोरस थ्योरम, फ्रम पाइथागोरस थ्योरम भनेर माथि लेख्थ्यो। र अब यसलाई अब हामी डाइरेक्ट के गर्छौँ, हामी यसलाई के गरिदिने गर्छौँ, डेरिभेटिङ बोथ साइड विथ रेस्पेक्ट टु टाइम गर्नेवाला छौँ यसलाई है। अब के गरौँ भन्दा, अब डेरिभेटिभ गरौँ 2b dV/dt है त इक्वल्स टु h² भनेको एउटा h² यहाँ कन्स्ट्यान्ट हो है, भनेपछि यो के भयो, 0 भयो। कन्स्ट्यान्टको डेरिभेटिभ 0 हुन्छ हैन। अब माइनस p² अब चेन रुल लगाएर 2p सामने टुप्पी होइन, यहाँको टुप्पी 2p dP/dt है त। अब भनेपछि हामी यो 2 काटेर के हुन्छ त, अब हाम्रो एकछिन म अर्को पेजमा लेखिहालेँ है त। टू अब काटिने भयो है। अब हामीलाई यहाँ अब के अरे dV/dt निकाल्नु पर्ने हो, कति हो त्यो भनेको -p dP/dt/b पनि हो नि त है। अब यो माइनस हामीले हटाउँदा पनि हुन्छ है त, किनकि अब यो बढ्ने घट्नेको कुरा हो नि त। यस्तो हो कुरा है। यो माइनस चाहिँ कहाँबाट आयो भन्दा अब यो घटिरहेको छ, त्यही भएर यो रेट चाहिँ यसको एक्चुअली माइनसमा हुने गर्छ। त्यही भएर पहिले यसलाई माइनस लेखिदियो होइन, यसलाई माइनस लेखिदिँदा राम्रो है त। यसलाई माइनसै लेख्नुपर्छ एक्चुअलमा है, के अरे यसमा माइनसै लेख्नुपर्छ है। अब यहाँसम्म भयो है। अब हामीलाई वेन बेस भनेको चाहिँ कति भनेको छ, 4 मिटर भनेको छ। त्यतिखेरको निकाल्नुपर्ने, यानि dP/dt इक्वल्स टु -p/4 * dP/dt भनेको कति छ, 10 छ है त। तर फेरि यहाँ सानो गडबड भयो है त। अब हाम्रो रेट चाहिँ के को फर्ममा दिएको छ, सेन्टिमिटरको फर्ममा दिएको छ। तर अब हाम्रो यहाँ यिनीहरू चाहिँ हामीले केमा राखेको छौँ, मिटरको केसमा है त। अब यिनीहरूलाई पनि हामीले एउटै युनिट बनाउनुपर्छ। 5 मिटर भनेको 500 सेन्टिमिटर हुने गर्छ। र अब बेस पनि वेन बेस भनेको चाहिँ कति अरे 4 मिटरलाई अब हामी 400 सेन्टिमिटर लेख्छौँ हैन। अब यहाँ मैले लेखेको यो बेसलाई वेन बेस भनेको 400 सेन्टिमिटर भनेपछि यो पनि 400। अब यो 0 0 काट्यो भनेपछि हाम्रो कति आयो, dB र यो के अरे dP/dt -10 हो है, -10 हो। अब यो माइनस माइनस प्लस भयो, dP/dt भनेको कति भयो, +p/40 भयो। अब p के हो त, p भनेको अब फेरि हामी पाइथागोरस थ्योरम लाउँछौँ। पाइथागोरस थ्योरमबाट p भनेको √h² - v²/40 अनि h भनेको हाम्रो कति छ, 500 छ। 500 को स्क्वायर कति हुन्छ, 25,00,00 हुन्छ होला हैन। लेट मी कन्फर्म है त, 500 स्क्वायर 25,00,00। अब -b², b भनेको कति हामीले अब 400 र 400 को स्क्वायर कति हुन्छ, 16,00,00 होल स्क्वायर/40 है। अब यो भनेको कति हुने भयो, क्याल्कुलेट गरौँ है त। यो भनेको 300 हुने भयो है। ल यो भनेको माथिको 300 हुने भयो है त। 300 र मुनि कति छ, 40 छ, 0 0 क्यान्सल। यो भनेको 15/2 भनेपछि 7.5 सेन्टिमिटर पर सेकेन्ड भनेको dB/dt है त। यति हो यसको एन्सर, द्याट्स इट। वा अब यसलाई मिटरमा चेन्ज गर्नुपर्दा यसलाई डिभाइड बाई 100 गर्दा 0.12 ले पछाडि छ, 75 मिटर पर सेकेन्ड है त। मैले चाहिँ बुकसँगै मिलाइदिनँ, मिटर पर सेकेन्ड नै पुऱ्याइदिएँ है त। अर्को अब यो 12 नम्बर क्वेसन हेरौँ है त। अब यो अघि हामीले प्रुभ गऱ्यौँ है त, विदाउट न्युमेरिकल भ्यालु हामीले यो प्रुभ गऱ्यौँ अघि। अब यो पालि चाहिँ न्युमेरिकल भ्यालु हालेर एन्सर निकाल्नु पर्ने है त। ल मैले त्यति भनेर मैले यो चाहिँ छोडिदिएँ है त, यही तरिकाले गर्ने हो लगभग है। लास्टमा मैले यसको सोल्युसन हालिदिएको छु। ल अब यो नम्बर हेरौँ है त। अब यसको एकपल्ट सुरुमा फिगर बनाउनु जानु पर्यो है त यस्तो क्वेसनमा। ल अब एउटा मान्छे छ अरे, एउटा मान्छे छ, धेरै फ्यान्सी बनाउनु पर्दैन, यो म्याथै हो है। यो मान्छे छ एबी है त, यति भए पुग्छ म्याथमा मान्छेको लागि है। यो भनेको कति छ, 150 सेन्टिमिटर छ अरे है। र अनि अब
अब यो मान्छे चाहिँ एउटा पोल छ अरे है त, यसलाई पोल छ होइन है, एउटा पोल पिओएलई पोल यहाँ छ है, सिडी है त, बिसिडी। अब यो चाहिँ कति छ 5 मिटर छ। अब म यसलाई चाहिँ के गर्छु भन्दा 500 सेन्टिमिटर राख्छु है त, युनिट एउटै बनाएको मैले, युनिट एउटै बनाएँ। अब 500 मिटर अब स्क्वायर छ। अब यो मान्छे चाहिँ वर्क्स अवे फ्रम द सोर्स अफ लाइट, यो पोल चाहिँ अब सोर्स अफ लाइट हो है त। अब यो पोल अब यो पोल र मान्छेको डिस्टेन्सलाई हामी के अरे डी मानिदिउँ होइन, डी होइन लु एच मानिदिउँ, यसको एच मानिदिउँ र यसको अब डी मानिदिउँ न त, कन्स्ट्यान्ट हो नि त यो होइन। अब यति मानिसकेपछि अब के हुन्छ भन्दा नि, अब यहाँ के भनेको छ भन्दा अब यो मान्छे चाहिँ यो पोलदेखि यानि एच के अरे यो पोलदेखि चाहिँ अब एउटा रेटमा हिँडिरहेछ र त्यो रेट चाहिँ के हो 0.7 मिटर पर सेकेन्ड है त, मिटर पर सेकेन्ड। यसले अब के गरेको रहेछ भन्दा सबलाई मिटरमा राखेको रहेछ है त, रेटलाई कन्भर्ट गर्नुभन्दा अब किन म यसलाई नै कन्भर्ट हान्दैन इन्टु 100 गर्दा 70 सेन्टिमिटर पर सेकेन्डको रेटमा हिँडिरहेछ। यानि यो एचमा चाहिँ कति dh/dt चाहिँ कति छ 70 सेन्टिमिटर पर सेकेन्ड, यानि एचमा 70 सेन्टिमिटर पर सेकेन्डको रेटले चेन्ज आइरहेछ। अब यसको स्याडो एउटा बन्छ है त। अब लाइट यताबाट आइरहेछ होइन भनेपछि स्याडो कता पर्छ, यता पर्छ यसको है त, यतातिर पर्छ। र अब स्याडो चाहिँ अब स्याडोको एउटा प्रपर्टी के छ भन्दा नि अब स्याडोको चाहिँ के हुन्छ भन्दा नि मतलब स्याडोको जुन एउटा प्रपर्टी चाहिँ के हुन्छ भन्दा अब लाइट सोर्सबाट हामी जति टाढा जान्छौँ त्यति छोटो हुँदै जान्छ स्याडो है त। यानि लाइट सोर्सको छेउ जाँदा स्याडोको लेन्थ बढ्छ तर टाढा जाँदा स्याडोको लेन्थ घट्छ। भनेपछि अब यो स्याडोको लेन्थलाई चाहिँ म अब बीदेखि डी पनि भयो भनेपछि ई मानिदिन्छु है, बीई भनेको चाहिँ हाम्रो स्याडो हो है त। अब यसको लेन्थ भनेको चाहिँ ए हो। अब यो स्याडोको लेन्थ चाहिँ बढ्छ अरे है त। अब यो एउटा राइट एङ्गल ट्रायङ्गल जस्तो बनाउँदैछ, भाग काम लाग्छ। अब हामीले यहाँ अब दुई थोक भनेको छ है त, फाइन्ड द रेट। अब यो स्याडोको हामीले लेन्थ निकाल्नु पर्ने है त, इज स्याडो इज लेन्थिङ होइन। अब रेट एट विच स्याडो इज लेन्थिङ होइन, यानि यसको लेन्थ चाहिँ कतिले बढिरहेछ त्यो निकाल्नु पर्ने यहाँनिर, एट द रेट एट विच होइन विच स्याडो इज लेन्थिङ, यानि यसको स्याडोमा कतिको चेन्ज आइरहेछ त्यो निकाल्नु पर्ने अब हामीले। र त्यसको लागि चाहिँ अब हामीले ट्रायङ्गलमा जानुपर्छ। त अब यहाँ दुईवटा ट्रायङ्गल बनायो त, एउटा यो होइन, अर्को चाहिँ अब यस्तो ट्रायङ्गल भन्नु होइन, दुइटै राइट एङ्गल भन्नु है। अब यो दुईवटा चाहिँ के हो फेरि सिमिलर ट्रायङ्गलै हो है। अब त्यो कहाँ कसरी त नजाम है त, सिमिलर ट्रायङ्गलमा चाहिँ लगभग तीनवटा साइड वा तीनवटा एङ्गल इक्वल हुन्छ भनौँ न। अब यहाँ हेरौँ न यो 90 छ, यहाँ पनि 90 छ, यो र यो त अब दुइटैको एउटै हो। अनि अब दुईवटा एङ्गल इक्वल भइसकेपछि ट्रायङ्गलको त्यो थर्ड एङ्गल पनि त इक्वल त भइहाल्छ नि त, त्यही त हो कुरा ल हो। अब यहाँबाट सिमिलर ट्रायङ्गल भयो होइन। अब सिमिलर ट्रायङ्गलको प्रपर्टी लगाउँदा भयो हामीले यो ट्रायङ्गल र यो पुरै ट्रायङ्गललाई हामीले सिमिलर ट्रायङ्गल भनेको है। भनेपछि अब यहाँबाट के भन्दा भयो भन्दा EV/CE भनेको चाहिँ के हो त AE/DE है त, DE है। यति होइन त्यो नहालौँ न, किनकि अब हामीलाई त्यसको हाइपोटेन्युसको भ्यालु छैन, बरु यो के अरे यो हाइटको छ नि त, यसको हाइट र यसको हाइट होइन। अब AB र अब यो भनेको DC है त, EB AB ल। अब EB को भ्यालु अब हाम्रो चेन्ज हुन्छ है त, किनकि अब यो स्याडोको लेन्थ चेन्ज हुन्छ, त्यही भएर ए राखौँ यसलाई होइन, भ्यालु नहाल्नु कुनै पनि। र एच पनि यसको भ्यालु पनि नहाल्ने, किनकि यसको एचको भ्यालु चेन्ज भइरहेछ, मान्छे हिँडिरहेछ, यो एच बढिरहेछ, स्याडो घटिरहेछ, त्यही भएर यसलाई मैले यति नै हालेँ। अब एबी भनेको हाम्रो कति छ 150 सेन्टिमिटर है, 150 सेन्टिमिटर, किनकि अब मान्छे जति नै टाढा गयो पनि त्यसको हाइट चाहिँ चेन्ज हुनेवाला छैन र पोलको पनि त्यही हो, चेन्ज हुनेवाला छैन। 500 0 हट हो होइन, भनेको कति 5 3 15 5 3 15 5 10 यानि 3/10 होइन। अब A/H भनेको चाहिँ के हो रहेछ 3/10 रहेछ। यो H हामी यतिकै राखौँ है त। र अर्को कुरा है, मैले सानो मिस्टेक गरेछु, यो C र E है त, यो C देखि E सम्म है, C देखि E सम्म A मात्र होइन है, A + H हो। मैले H मात्रै लेख्दैछु, CE लाई H मात्रै लेख्दैछु, यो भनेको चाहिँ H + A हो है त। C देखि E भनेको पहिला त H पनि हो र A पनि हो है, यानि यो भनेको A + H हो है। अब यहाँबाट एउटा हाम्रो इक्वेसन आउने भयो 10A = 3A + 3H भयो है, भनेको 7A = 3H आयो होइन। अब के गरौँ है त, अब के गरौँ भन्दा हामीलाई यहाँ
इक्वेसनै रङ छ है क्या हो, इक्वेसनै इन्कम्प्लिट छ है क्या। अब डी/dt चाहिएको होइन। अब डेरिभेटिभ बोथ साइड गरौँ। dA/dt इक्वल्स टु 3 dH/dt ए छैन इन्कम्प्लिट। अब हामीलाई dA/dt चाहिएको छ किनकि अब यो ए भनेको स्याडोको लेन्थ हो र अब यसको डेरिभेटिभ रेस्पेक्ट टु टाइम भनेको अब यसको लेन्थ चेन्ज हुने रेट हो नि त। भनेपछि अब यो यति मात्रै चाहिएको, त्यही भएर dA/dt यता राखौँ, यता 3/7 इन्टु dH/dt फेरि हामीसँग छ नि त 70 छ, ढुक्क भयो 73 7 भन्छ 17 छ इक्वल्स टु कति भयो 30 सेन्टिमिटर पर सेकेन्ड आयो हाम्रो एन्सर यसको। अब नेक्स्टमा जाउँ है त। द टिप अफ हिज स्याडो इज मुभिङ वेन हि इज फाइन्ड द रेट एट विच इज द टिप अफ हिज स्याडो इज मुभिङ वेन हि इज 2 मिटर अवे फ्रम द पोल भनेको छ। अब यसमा अर्को झन्झट आइहाल्यो। अब यसमा चाहिँ के गर्नु पर्यो भन्दा अब यो टिप भनेको चाहिँ बर्ड यसको टिप मुभ गरिरहेको, यो टिपको मुभ गरिरहेको रेट निकाल्नु पर्ने जब यो मान्छे चाहिँ यो पोलदेखि बस 200 सेन्टिमिटर यानि 2 मिटर अवे छ अरे। अब त्यो पनि अब कताबाट जानु पर्यो भन्दा नि अब यो यतिबाट जाऊँ न त। अब यो चाहिँ कताबाट जाने, अघि हाम्रो के थियो, यो कन्स्ट्यान्ट थिएन है त, यो अघि कन्स्ट्यान्ट थिएन, त्यही भएर हामीलाई अघि झन्झट परिरहेको थियो है त। अब यहाँ चाहिँ मान्छे रोकिएको छ, यहाँ चाहिँ अब मान्छे रोकिएको छ अनि अब हामीसँग यो एच भनेको चाहिँ हामीसँग एउटा फिक्स भ्यालु छ है त, एकछिनको लागि रोकेको छ। त्यही भएर अर्को कुन तरिकाले जान मिल्छ भने नि यो मेथडले गइराख्नु पर्दैन। अब अघि चाहिँ के थियो भन्दा नि अघि चाहिँ अब यसको स्याडोको लेन्थ है त, स्याडोको लेन्थ मात्र कतिले बढिरहेको छ यानि dA/dt मात्र निकाल्नु पर्ने थियो। अब चाहिँ यो टिप चाहिँ कतिले मुभ गरिरहेको छ पोलदेखि है त, यो टिप पोलदेखि कति टाढाले कति रेटले बढिरहेछ त्यो निकाल्नु पर्ने, यानि यो यति पुरै भाग चाहिँ कतिले बढिरहेछ त्यो निकाल्नु पर्ने। यानि हामीले के निकाल्नु पर्ने, dA+S/dt निकाल्नु पर्ने, A+H निकाल्नु पर्ने। अब यहाँ हामीले सिम्पल सम रुल लगाएर हामीले के निकाल्न सक्छौँ, dA/dt + dH/dt है। अब dA/dt हामीले भर्खर निकालेको छौँ है त। dA/dt भनेको कति छ 30 सेन्टिमिटर पर सेकेन्ड, 30 + dH/dt हाम्रो के छ 70 सेन्टिमिटर पर सेकेन्ड स्क्वायर, 70 भनेपछि के भयो 100 सेन्टिमिटर पर सेकेन्ड भने यति हो हाम्रो एन्सर यसको। अब नेक्स्टमा जाउँ है त। अब नेक्स्ट क्वेसन अलगा इन्ट्रेस्टिङ देखिरहेको छु मैले, यहाँ छ है त। Two concentric circles are expanding in such a way that the radius of the inner circle is increasing just blah blah blah. अब concentric circles भनेको चाहिँ के हो भन्दा नि एउटा सर्कलको भित्र अर्को सर्कल, यो एउटा सर्कल यसको भित्र अर्को सर्कल छ अरे। यो दुईटैको मतलब अब यो दुईटा सेन्टर, अब यो सर्कल चाहिँ अब यो भित्रको सर्कल जम्मै हुँदैन क्या, यो दुईटैको सेन्टर चाहिँ जे होस् एउटै हुने गर्छ, यो दुईटैको सेन्टर एउटै हुने गर्छ। यहाँदेखि r डिस्टेन्स यहाँदेखि r डिस्टेन्स भयो है त। अब के भनेको छ भन्दा अब यो दुईटै कन्सेन्ट्रिक सर्कल चाहिँ एक्सपान्ड भइरहेछ है त। अब र यो कुन त यो इन सच वे द्याट द रेडियस अफ द इनर सर्कल, अब इनर सर्कलको रेडियस यानि dr भनेको चाहिँ अब को बढ्ने रेट चाहिँ अब के छ 10 सेन्टिमिटर पर सेकेन्ड छ अरे है। र अब आउटरको रेडियस बढ्ने रेट चाहिँ 7 सेन्टिमिटर पर सेकेन्ड छ अरे। अब एउटा सर्टेन इन्स्ट्यान्ट टाइम छ जुन रेडियस अफ द इनर एन्ड आउटर, यानि अब एउटा सर्टेन टाइम टीमा भित्रको रेडियस भनेको 24 सेन्टिमिटर छ र बाहिरको रेडियस 30 सेन्टिमिटर छ अरे। अब एट द्याट टाइम इज द एरिया बिट्विन द सर्कल्स इन्क्रिजिङ अर डिक्रिजिङ हाउ फास्ट अरे। अब यसमा अब नेगेटिभ पोजिटिभले खेल खेल्छ। अब यो सब रेट चाहिँ बढ्दै गरेको है त, त्यही भएर यसलाई माइनस दिनु पर्दैन। यो एरिया बढिरहेछ त्यही भएर यो पोजिटिभ भयो है त। अब घटिरहेको थियो भने चाहिँ माइनस हुन्थ्यो। अब यतिखेरको नर्मल्ली है त, नर्मल्ली अब यो दुईटा बिचको एरिया है त, यो दुईटा बिचको एरिया कतिले बढी नत्र घटिरहेछ त्यो भन्ने कुरा हो है त यहाँ। अब यसको एरिया चाहिँ अब यसको एरिया बिट्विन टू सर्कल्स है त, एरिया बिट्विन टू सर्कल्स चाहिँ पाइ r² - r² हुन्छ। अब भनेपछि एरियाको रेट भनेको चाहिँ के हुन्छ पाइ 2r dr/dt - 2r dr/dt हुन्छ है त। अब एट सर्टेन टाइम हैन, एट
टाइम टी वेन आर इक्वल्स टु 24 सेन्टिमिटर र क्यापिटल आर भनेको चाहिँ 30 सेन्टिमिटर। अब यो भ्यालु चाहिँ अब हामी यहाँ डाइरेक्ट हालिदिन्छौँ क्या। अब डी/dt भनेको चाहिँ अब यहाँ नेगेटिभ आयो भने यो डिक्रिजिङ हो, इन्क्रिजिङ होइन पोजिटिभ आयो भने इन्क्रिजिङ हो, यति हो कुरा यहाँ। भनेपछि पाई अब 2 × r यानि r भनेको 30 हो र dr/dt भनेको कति छ 7 छ इन्टु 7 माइनस 2 × सानो r 24 छ र dr/dt कति छ 10 छ है त। अब यसको एन्सर भनेको चाहिँ यसको एन्सर हाम्रो कति आउँछ भन्दा पाई इन्टु ब्राकेटभित्र 2 × 30 × 7 माइनस 2 × 24 × 10 है त। यसको भनेको माइनस 60 पाई आयो है त, माइनस 60 पाई एरिया हो, त्यही भएर अब यो युनिट सेन्टिमिटर स्क्वायर पर सेकेन्ड हुने गर्छ। अब यो नेगेटिभमा आयो भनेपछि 60 पाई सेन्टिमिटर पर सेकेन्डको रेटमा डिक्रिज हुँदैछ भनिदियो एरिया। के डिक्रिज हुँदैछ एरिया, कति रेटले डिक्रिज हुँदैछ 60 पाई सेन्टिमिटर स्क्वायर पर सेकेन्डले डिक्रिज भइरहेछ एरिया हो, यति देखाउनु पर्ने यसमा, यति हो। यो क्वेसनको साइज हेरेर धेरैजना तर्सिरहेछन्, हुन त तर यति नै हो है त। अब नेक्स्ट क्वेसनमा चाहिँ स्क्वायर आयो त। अब यो क्वेसनमा चाहिँ के भनेको छ भन्दा एउटा स्क्वायर छ है, स्क्वायर है भने चाहिँ सब साइड इक्वल हुन्छ, साइड एल हो है त। अब यो एल चाहिँ के अरे एउटा रेटले इन्क्रिज भइरहेछ। अब त्यो रेटबाट हामीले हेरेर अब पेरिमिटर बढेको रेट र एरिया बढेको रेट हामीले निकाल्नुपर्ने। अब साइड बढिरहेछ भनेपछि पेरिमिटर र एरिया पनि बढ्छ नि त, द्याट्स वाइ अब तिनीहरूको इन्क्रिज निकाल्नुपर्ने। अब के भनेको छ भन्दा पहिला सोल्युसन लेखौँ र अब त्यो साइडहरू चाहिँ कति रेटले बढिरहेछ भनेर दिएको छ 0.2 सेन्टिमिटर पर सेकेन्ड है त। अब हामीले के निकाल्नुपर्ने इन्क्रिजिङ पेरिमिटर, रेट अफ इन्क्रिजिङ पेरिमिटर र रेट अफ इन्क्रिजिङ एरिया। अब यो एउटा के हो वेन र कतिखेर भन्दा वेन एल भनेको चाहिँ 12 सेन्टिमिटर छ अरे, साइड चाहिँ 12 सेन्टिमिटर भएको बेला। अब हामीलाई सिम्पल फर्मुला लगाऊ, एउटा स्क्वायरमा यो साइड एउटा साइड पेरिमिटर अर्को साइड एरिया है त। अब पेरिमिटरको फर्मुला के हो p = के हो 4l हो है स्क्वायरको लागि। अब डेरिभेटिभ बोथ साइड गर्दा विथ रेस्पेक्ट टु t गर्दा अब हाम्रो आन्सर आइसक्यो। यो भनेको 4dl/dt हैन, यो भनेको 4 × dl/dt भनेको कति हो 0.2 हो भनेपछि कति भयो 0.42 छ 8 सेन्टिमिटर पर सेकेन्ड भयो है। अब यता एरिया भनेको चाहिँ अब l स्क्वायर हो। अब यसको डेरिभेटिभ भनेको dA/dt = 2l dl/dt भयो है, चेन रुल लगाएर। अब यो 2l वेन l भनेको चाहिँ कति छ 12 सेन्टिमिटर छ, 12 सेन्टिमिटर हुँदाखेरिको। अब dl/dt भनेको कति छ 0.2 छ 0.2। अब 24 × 0.2 भनेपछि 4.8 हुन्छ, 4.8 सेन्टिमिटर पर सेकेन्ड, यति हो यसको एन्सर। अब सरी के अरे यो सेन्टिमिटर हुँदैन सेन्टिमिटर स्क्वायर हुन्छ, सरी है त, सानो मिस्टेक भएछ। अब नेक्स्ट क्वेसन है त। अब यहाँ नुनको क्वेसन छ, अ स्पेरिकल बल अफ साल्ट इज डिजल्भिङ इन वाटर इन सच अ वे दैट द रेट अफ डिक्रिज इन भोल्युम एट एनी इन्स्टेन्ट इज प्रोपोर्सनल टु सर्फेस हैन। अब यो प्रुभ गर्ने क्वेसन आएछ है त, गर्न चाहिँ हल्का झेउझेउ लाग्यो, त्यो पनि अब गर्नु त पर्यो है। अब के भनेको छ भन्दा सुरुमा त के छ भन्दा अब एउटा स्पेरिकल बल अफ साल्ट हैन, एउटा स्पेरिकल बल अफ साल्ट छ अरे। अब यो स्पेरिकल बल हो है त, यहाँ चाहिँ सर्कल जस्तो देखिन्छ तर हुन चाहिँ यो 3D को एउटा स्फियर हो है। अब यो एउटा स्फियर हो जसको रेडियस चाहिँ r छ है। अब यो चाहिँ पानीमा डिजल्भ हुँदैछ है, भनेपछि डिजल्भ हुँदैछ कुन तरिकाले भन्दा यसको रेट अफ डिक्रिज अफ भोल्युम चाहिँ के अरे एउटा इन्स्ट्यान्टमा चाहिँ प्रोपोर्सनल टु द सर्फेस एरिया छ अरे एट एनी इन्स्ट्यान्ट है। अब यानी यसको डिक्रिज इन भोल्युम, यसको रेट चाहिँ अब रेट अफ चेन्ज इन भोल्युम चाहिँ प्रोपोर्सनल टु सर्फेस एरिया छ अरे त, सर्फेस एरिया यानी एस हैन। भनेपछि अब यो हटाउन dv/dt प्रोपोर्सनलिटी साइन हटाउन के ल्याउनु पर्यो, एउटा कन्स्टेन्ट ल्याउनु पर्यो, के ल्याइदिन्छु के र एस भयो है। अब हामीले यसको रेडियस इज डिक्रिजिङ एट अ कन्स्टेन्ट रेट भनेर प्रुभ गर्नुपर्ने। यानी अब हामीले के प्रुभ गर्नुपर्ने dr/dt भनेको चाहिँ एउटा कुनै कन्स्टेन्ट टर्म चाहियो हामीलाई है। अब के गर्ने भन्दा अब यहाँ हामीलाई एक दुईवटा फर्मुला चाहिन्छ है त। अब स्फियरको केसमा है त फर्मुलाहरू हामीलाई चाहियो, एउटा के को एउटा सर्फेस एरियाको, अर्को के को भोल्युमको। र यो फर्मुला चाहिँ म पनि थोरै कन्फ्युज भएर मैले पनि गुगलमा कन्फर्म गरेर आएँ त। यो भोल्युम भनेको 4/3 पाई r क्युब, सर्फेस एरिया भनेको 4/r स्क्वायर। अब हामी कताबाट जाउँ भन्दा नि अब हामी सर्फेस एरियाबाट जाँदा सजिलो होला है त। सर्फेस एरियाबाट जान्छु भोल्युमबाट जान्छु ल, म भोल्युमबाट जान्छु। भोल्युम भनेको चाहिँ के हो हाम्रो फर्मुला 4/3 पाई r क्युब है त। अब हामीलाई v भनेको के हो, v भनेको अब फेरि डिफ्रेन्सिएटिङ बोथ साइड म डाइरेक्ट गरिदिइहाल्छु है त। यो भनेको dv/dt हो इक्वल्स टु अब यो के हो 4/3 पाई इन्टु r क्युब भनेको अब चेन रुल लगाएर के हुन्छ यो सब कन्स्ट्यान्ट बाहिर निक्लिन्छ है त। r क्युबको अब dr/dt भनेको नि त अब यसको चेन रुल लगाएर के हुन्छ
3r² dr/dt भनेको 3 हट हो। अब यता के रह्यो 4πr² dr/dt। अब यता dv/dt भनेको के हो k * s हो है त, k * s हो र यो 4πr² के हो सर्फेस एरिया हो भनेपछि यो र यो के हो सर्फेस एरिया नै हो भनेपछि dr/dt के आयो नि त कन्स्टेन्ट आयो d भनेपछि dr/dt भनेको के हो कन्स्टेन्ट आयो भनेपछि चेन्ज इन रेडियस कन्स्टेन्ट छ। यति त गर्नुपर्ने हो, प्रुभ भइसक्यो, यति हो। Okay, so that was it for the video. Thanks for watching.